हेलो हामीले दसैँको टिका लाएर सकिसकेका छौँ अनि अहिले हामीलाई खाना खाँदैछौँ सबैजनालाई कहाँ हेर्नु होला भाइ के गरेको तिमी कसको फ्यान हो सु गरिदेऊ त ल थ्याङ्क यू तिमी कसको फ्यान भनिदेऊ न हो थ्याङ्क यू तिमी कसको फ्यान हो कसको फ्यान तिमी रोनाल्डोको भनेको होइन यहाँ हेर्नु यहाँ चाहिँ हाम्रो अञ्जली खाना खाइछिन् यिनले धेरै भयो खाएको खाइ गरेको अघिदेखि यो पनि यिनले नै खाएको हो तिमी खाना नखाने नि सु गरिदेऊ न एम्बापे होइन रोनाल्डो रोनाल्डो कि एम्बापे ठिक छ त तिमी कसको फ्यान सु गरिदेऊ त यहाँ हाम्रो मम्मीहरू चाहिँ यहाँ बियर खाइरहनु भएको छ होइन हौ भिडियो बनाएको हाम्रो बडा हुनुहुन्छ ठुले माता बुबा यहाँ हाम्रो मम्मी हुनुहुन्छ यहाँ हाम्रो दाजु दाजु के सोध्नु छ भाइ मलाई दाजु अनि आज कस्तो लागिरहेछ तपाईँलाई आज कस्तो महसुस भइरहेछ त वर्ष दिन एकचोटि आउँदा चाड होइन दसैँ एकदम मोबाइलले मानिएको छ टिका लागेको छ खुसी छु हजुर यता मलाई मागिरहेको छ फोटो खिच्ने मागिरहेको छ ल मलाई अब भयो तिमी केही भन्न चाहन्छौ भिडियोमा त तर सधैँ तिमी केही भन्ने अन्जु चाहन्छौ भने भन्न सक्छौ आज चाहिँ हेर्नु दसैँ चाहिँ एकदम दसैँ भन्नु कि के भन्नु एकदम कुहिरोहरू लागेर दसैँ जस्तो फिल पनि भइरहेको छैन दसैँ हो कि के हो हेर्न सक्नुहुन्छ त हामीले दसैँको टिका चाहिँ लगाइसकेका छौँ मैले सबै खाना खानमा व्यस्त हुनुहुन्छ म चाहिँ यसो भ्लग बनाइरहेको छु हेरेर यहाँ देख्न सक्नुहुन्छ एकदमै कुहिरो लागेर यहाँ पानी पर्न लागिरहेछ अनि हामी चाहिँ यहाँ बडाको घरमा आएर अहिले टिका लाग्दैछौँ अहिलेलाई चाहिँ म यति भन्दै बिदा हुन चाहन्छु धन्यवाद सम्पूर्णलाई